ज्यानमा र अभियोगमा पक्राउ परेपछि केपी ओली गुटका एमाले नेता कार्यकर्ताहरूको छटपटी दिए महँगो मूल्य चुकाउनु पर्ने चेतावनी। सत्ता र शक्तिको उन्मादमा नागरिकको छातीमा गोली बर्साउन आदेश दिने र रगतको खोलो बग्दा मुख दर्शक बन्ने शक्तिशाली अनुहारहरू अन्ततः कानूनको फन्दामा परेका छन्। गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा आफ्नै देशका निर्दोष युवाहरूको रगतमा होली खेल्ने मुख्य योजनाकार मानिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहानै प्रहरीले उनीहरूकै निवासबाट ज्यानमारा अभियोगमा नियन्त्रणमा लिएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले यी दुई पात्रलाई फौजदारी लापरवाही र हेलछेक्राई गरी ज्यान लिएको गम्भीर कसुरमा दोषी ठहर गरेपछि नवनियुक्त प्रधानमन्त्री बालेन शाह सरकारले कठोर एक्सन लिएको हो। 4-4 घण्टासम्म लगातार गोली चल्दा नागरिक ढल्दा र सडक रक्ताम्य हुँदा पनि रोक्न कुनै पहल नगर्ने ओली र लेखकमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गर्न प्रहरीले पक्राउ गरेको हो। अहिले केपी ओलीलाई प्रहरी परिसर भद्रकालीको टोलीले स्वास्थ्य परीक्षणका लागि त्रिवी अस्पतालको 501 नम्बर बेडमा भर्ना गरेको छ। यही सँगै सत्ताको स्वाद चाखेका यी महारथीहरूका वास्तविक अनुहार छर्लङ्ग भएका छन्। यता आफ्ना सुप्रिमो पक्राउ परेपछि नेकपा एमाले भित्र चरम छटपटी र रन्को सुरु भएको छ। एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा महँगो मूल्य चुकाउनु पर्ने भन्दै सरकारलाई धम्कीपूर्ण चेतावनी दिएका छन्। तर प्रश्न उठ्छ कि राजनीतिक शक्तिको आडमा कसैले गरेको हत्या र दमनको हिसाब किताब हुँदैन कि एमालेका कार्यकर्ताले सडकमा गर्ने